हाई एभ्रिवान वेलकम टु माई च्यानल वन्स अगेन। सो आज म तपाईँलाई फ्लावरको फोटो देखाइरहेको छु। किन देखाइरहेको छु भन्दाखेरि मैले यसको रेसिपी बनाउन गइरहेको छु। यसको नाम हो कोइरालाको फुल। कोइरालाको फुल चाहिँ मैले फर्स्ट टाइम आज टेस्ट गर्दैछु बनाएर है। इजरायलमा धेरै कोइरालाको फुल फुलेको छ वरिपरि, तर यसलाई टिप्नु चाहिँ दिँदैन यहाँको मान्छेहरूले, हाँगामा तानी तानी, किनभने यहाँनिर अलिकति प्रब्लम छ है। यहाँ त अब एकदमै हेर्छ गभर्मेन्टको सबै सामानहरू। यो चाहिँ मैले जस्ट भुइँमा अलिकति झरेको थियो, त्यो टिपेर खाएको मात्रै हो। सो फ्रेन्ड्स, फर्स्ट अफ अल भन्नुपर्दा मैले यहाँनिर कराई बसाएर तेल प्याज हालिसकेँ, अलिकति हर्दी पनि हालिसकेँ, अलिकति जिरा पनि पड्काइसकेँ र यसमा टमाटर पनि हालिदिइसकिसकेँ। सो मैले एकदम बनाउन गइरहेको छु, ज्यादा पकाउनु टाइम लाग्दैन यसलाई। यो प्याज र टमाटर पाकेपछि कोइरालाको फुल हालेपछि चाहिँ जस्ट म 5 मिनट्स मात्रै पकाउँदैछु, किनभने यसलाई मैले अचार टाइपको पिरो पिरो टाइपको आज बनाउँदैछु। यो चाहिँ मेरो स्टाइलको हो है। मैले अदुवा लसुन पनि एड गरिदिइसकेँ। तपाईँहरूले कसरी बनाउनुहुन्छ त्यो तपाईँहरूको स्टाइलको बनाउनुहोस् होला। सो मेरो चाहिँ लगभग मैले 5 मिनट चाहिँ यसलाई छोपेर राखेर अब पकाइ पनि सकेँ। हेरिरहनु भएको छ तपाईँहरूले। सो गाइज, आज मेरो खानाको रेसिपी यति नै छ। कोइरालाको फुल र मैले यहाँ बादमा चाहिँ आलु र पालाको सब्जी बनाइरहेको छु। नेक्स्ट टाइम फेरि पनि यो आज मिठो भयो भने चाहिँ फेरि पनि ट्राई गर्नेछु नेक्स्ट टाइम होइन। तपाईँहरू पनि घरमा अवश्य ट्राई गर्नुहोस् होला एकपल्ट। यो कोइरालाको फुल चाहिँ एकदम हेल्दी अरे, हेल्थको लागि होइन। यसमा चाहिँ धेरै इम्युनिटी पावर हुन्छ अरे। सो फ्रेन्ड्स, थ्याङ्क यू भेरी मच फर वाचिङ एन्ड लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नुहोस् होला। तपाईँहरू पनि घरमा ट्राई गर्नुहोस् होला। सब मिठो भयो भने कमेन्ट पनि गरिदिनुहोस् होला। सो आजको रेसिपी चाहिँ यति नै छ। बाई बाई, थ्याङ्क यू भेरी मच।